उहाँले प्रमेथसले जस्तै उज्यालो ल्याउनु हो परमेश्वरले। अघिल्लो 4 वर्षको कार्यकाल पुरै उहाँले त्यही काम गरेर पुरा गर्नुभएको थियो। त्यस बेला ल्याउनु भएको थियो कि उहाँले नियुक्त गर्ने बित्तिकै चाहिँ आगो बोकेर आउनुभयो, उहाँ बिजुली बोकेर आउनुभयो, टिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि अनि वर्षौँ लगाएर जे काम गरिएको हुन्छ त्यसलाई चमत्कार जादुको रूपमा व्याख्या गर्ने अरू थुप्रै कुराहरू छन्। त्यो पछि तर म कोही पनि साथीहरूलाई यस्ता कुराहरूको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु। मैले धेरै समय गऱ्यो। सुजाताजीलाई धन्यवाद छ, फेरि पनि सहयोगी सबैलाई म धन्यवाद भन्न चाहन्छु। यो पुस्तक हाम्रो हातमा परेको छ र त्यसबाट अरूले कतिपय सन्दर्भहरू सही ढङ्गले समाउने देख्नुभएको छ भन्ने मलाई लाग्छ। र मैले अब यसमा धेरै टिप्पणी गरिरहनुपर्छ जस्तो लाग्दैन। यो पुस्तक तयार गर्न अग्रसरता दिने, प्रेरित गर्नेदेखि लिएर तयारी अवस्थासम्म पुर्याउने गोस्ट राइटिङ कमल ढकालजी लगायत अरू साथीहरू जो योगदान गरे बापत सम्मानित पुरस्कृत हुनुभएको छ, म सबैलाई पनि धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले राम्रो काम गर्नुभएको छ र खुसी व्यक्त गर्न चाहन्छु। यो पुस्तक आएको छ, यसले हामीलाई प्रेरणा दियोस्। मैले चाहिँ आफ्नो बारेमा लेखौँला जस्तो लाग्दैन त्यति साह्रो। अब कहिले केही लेख्दा कुन टुक्राहरू संस्मरण चाहिँ आउला, तर यसरी आत्मवृत्तान्त आत्मकथा जस्तो लेखौँला जस्तै लाग्दैन। मसँग त्यो समय नै छैन। अब कति बेर लेख्ने भन्ने नै मसँग त्यो एरेन्ज गर्न सक्छु भन्ने विश्वासै लागिरहेको छ। तर अरू साथीहरूलाई मेरो सल्लाह छ, समय निकाल्नुहोस् र केही लेख्नुहोस्। जो कोही उद्यममा लाग्नुभएको होला, कोही कुनै व्यवसायमा लाग्नुभएको होला, कुनै कुरा त सफलता प्राप्त गर्नुभएको होला, कुनै प्रेरणादायी विशेषता तपाईँको जीवनमा होला, त्यो कुराबाट अरूले सिक्न पाऊँ, प्रेरणा लिन पाऊँ र तपाईँको बारेमा पनि खुदै जान्न पाऊँ। के हार्यो भन्ने मान्छेले जान्न पाऊँ, बुझ्न पाऊँ। यसबाट सुजाताजीलाई जान्न सकिन्छ। गिरिजाप्रसाद कोइरालाजीलाई पनि यस किताबबाट केही मात्रामा जान्न सकिन्छ। हुन त सबै कुरा जानिँदैन, सुजाताजीलाई पनि यस पुस्तकबाट जान्ने केही मात्रामा नै सबै कुरा। यो उमेरसम्म उहाँले यही किताबमा लेखे जति मात्रै कुरा भोग्नुभयो होला र गर्नुभयो होला र अनुभव अनुभूतिहरू भोगाइहरू यति मात्रै भयो होला, थुप्रै भयो। त्यो अब सम्झिँदै जाँदाखेरि योभन्दा धेरैवटा यस्तै किताबहरू धेरैवटा निस्किन सक्छ। मेरो विचारमा दोस्रो संस्करणभन्दा पनि दोस्रो कृति निस्कियोस्। पहिले यो संस्करण त पछि गऱ्यो भने दोस्रो कृति निस्कियोस्, तेस्रो कृति निस्कियोस्। परराष्ट्र मन्त्रीका रूपमा मेरो अनुभव एउटा निस्कियोस्, सांसदका रूपमा मेरो अनुभव एउटा निस्कियोस्, बच्चाका आमाका रूपमा मेरो अनुभव एउटा निस्कियोस्। उपयोगी नै हुन्छ। त्यस्ता थुप्रो क्षेत्रहरू छन् जहाँबाट एक-एकवटा पुस्तक निस्किन सक्छ। अब त पानी परिसक्यो, लेख्ने कसरी भन्ने थाहा भइसक्यो। अब अलिक बढी अल्छी लाग्यो भनेदेखि गोस्ट राइटिङसँग छाया लेखकहरूलाई साथमा राख्ने र लेख्ने, अनि त्यसको काटछाट गर्ने, दर्ता गर्ने भन्ने मिलाउने उनीहरूले गर्छन्। त्यसलाई अलिक इन्लाज गर्नु पर्यो भने नबिग्रिने गरी इन्लाज पनि उनीहरूले गर्न सक्छन्, राम्रो हुन्छ। अरू साथीहरूलाई पनि मेरो सुझाव छ। अर्को कुरा मेरो सुझाव के छ भने हामी यहाँ आयौँ, समय त इन्ट्रेक्सन गर्न भ्याइने जस्तो लाग्दैन, तर हामीले यस पुस्तकलाई पढौँ। पढ्ने चलन अलिक कम छ।
यस पुस्तकलाई पढौँ र सुजाताजीको बारेमा उहाँकै आँखाबाट पनि सुजाताजी के हो, सुजाताजीले बुझेको सुजाता कोइराला के हो, कस्तो हो भन्ने पनि हेरौँ न। त्यो पनि मेरो आग्रह छ। बाहिरबाट हेर्दा कहिले कहिले फरक लाग्छ र वास्तविक जीवनमा मान्छे फरक। त्यसो भएर मलाई बाहिरतिर मान्छेहरूले अलिक कडा मिजाजको आदि इत्यादि भन्छ, अलिक साह्रो बोल्ने, कडा बोल्ने भन्छ। मैले भन्ने गर्छु यो माइक राखेको हुन्छ अगाडि, अनि त्यसले बिस्तारो बोल्यो भने साह्रो बनाउँछ, त्यति मात्रै। म वास्तवमा व्यक्तिगत जीवनमा अरू कुरामा फेरि माइकको अगाडि बाहेक म सधैँ सक्छु, माइकको अगाडि चाहिँ अलिकति टक। अनि मलाई अलिक देश बिगार्न खोज्यो कसैले भने चाहिँ अलिक त्यसमा चाहिँ मन पर्दैन। देश बिगार्न खोज्यो भने, देश बनाउन खोज्यो भने म सधैँ प्रशंसक छु। मैले आइडियोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्छु। आइडियोलोजी आफ्नो आफ्नो हुनसक्छ, देश चाहिँ साझा हो। त्यस कारण तरिका सोचहरू फरक फरक हुन सक्छन्, तर गन्तव्य चाहिँ हो कि देश कसरी बनाउने भन्ने कुरा। ससाना कुराहरूलाई तिलको पहाड बनाएर, पहिले तिलका तहाड बनायो भन्थे, तिलका तहाड भनेर। तिलका तहाड होइन, तिललाई नै पहाड बनाउने चलन छ र त्यसैलाई समातेर खुब हल्लाखल्ला गरेर चलाउँछ। अहिले पनि एउटा के सानो त्यहाँनिर केही विषय पाए जस्तो लाग्यो, केही मान्छेलाई उफ्रिराखेका छन्, कुदिरहेका छन्, के पायौँ भनेर भेटियो, इस्यु भेटियो भनेर हिजैदेखि सुरु छ वक्तव्यबाजी। इस्यु भेटियो, यही मौका हो, यही केन्द्र हो। यही डोरीलाई नाग बनाउनुपर्छ, नाग भनेर कोही कुदेको छ, कोही के भन्न कुदेको छ, केही अर्थ छैन। हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ, इमान्दारिता। म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो देश भनेको छ जसले बनाओस्, जसरी बनाओस्। एकपल्टको एउटा संवादमा मैले भनेको थिएँ कि हाम्रा पुर्खा पनि युद्धका मैदानमा थिए, हाम्रा पुर्खा पनि लडेका थिए र यो देश बन्या हो। कोही एकजना व्यक्ति उसका पुर्खाले लडे, अरू लडेनन् भन्ने होइन। हाम्रा पुर्खा के तमासाएर बसेका थिए, देश बनाउने एकदम गरेर। अब बिचराहरू फ्रन्ट लाइनमा थिए, मरे मारिए, त्यही कसैले कसरी त्यो यसो अलिअलि माटोले पुरिदियो कि के भयो कि नाम निशान केही छैन। जो पछाडिबाट कमान गर्थे तिनीहरू बाँचे, पछि जितियो, बचियो, इतिहास लेखे। अब जो बाँच्ने पाएन तिनले इतिहास। हाम्रा पुर्खा त्यस्तै हो। नेपालीहरूले हाम्रा पुर्खा चाहिँ लडेनछन् कि भनेर ठान्नुपर्ने केही आवश्यकता छैन। हामी सबैका पुर्खा लडेर यो देश बनाएका। अब कसैले नायकत्व लियो होला, नायकत्व त लिन्छ नि। पहिले म प्रधानमन्त्री भएर सरकारको नायकत्व लिएको छु। अब 15 महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले लिनुहुन्छ।